हेर्नुस् है त, यो एउटा बक्स हो, त्यस्तै यो एउटा मोटर हो। यी दुईटा एक आपसमा कनेक्टेड छन्। यसको काम प्रोजेक्टरको पर्दा तल माथि गर्ने हो। भाइले अहिलेसम्म जे भन्दै थियो सब ठिक भन्दै थियो। वास्तवमा यो भनेको एउटा स्विच थिच्दा प्रोजेक्टरको पर्दा सर माथि, अर्को स्विच थिच्दा सर तल। वास्तवमा यो डिभाइस अन भइराखेको छ, तर मोटर भने घुमेको छैन। अब आउनुहोस् खोलेर हेरौँ यो भित्र के रहेछ र यसको समस्या के रहेछ। यसको लागि सबैभन्दा पहिला हामीले पक्लक्क उब्कायौँ। खुल्यो। तरिका पावर अन नै रहेछ। यसरी कहिले पनि हामीले लाइन जोडेर कुनै पनि डिभाइसहरू खोल्न हुँदैन। अब हामीले खोलिसक्यौँ। अब चाहिँ हामी लाइन दिउँ अनि हेरौँ। यहाँ दुईटा रिले रहेछ। यो मोटर दुईटा डिरेक्सनमा घुम्नुपर्ने। एउटा रिले अन भयो भने एउटा डिरेक्सन, अर्को रिले अन भयो भने अर्को डिरेक्सन। त्यति त हामीले सहजै कमन सेन्सले अनुमान लगाउन सक्यौँ। अब हेर्नुहोस्, हामीले एउटा रिलेलाई जबरजस्ती सर्ट गर्दा एउटा डिरेक्सनमा मोटर घुमेको छ भने अर्कोलाई सर्ट गर्दा अर्को डिरेक्सनमा मोटर घुमेको छ। भनेको मतलब हामीले स्विच थिच्दा यो रिले चल्नुपर्ने, कुनै न कुनै चल्नुपर्ने, चलेको रहेनछ। कुनै पनि रिलेलाई अन हुनको लागि चाहिन्छ त्यसको कोइलको लागि भोल्टेज, जुन भोल्टेज बनाउँछ यस ब्रिज रेक्टिफायरले। यस ब्रिज रेक्टिफायरलाई सप्लाई दिन्छ यस क्यापासिटरले। अब हेर्नुहोस्, यस ब्रिज रेक्टिफायरले 17 भोल्ट बनाइराखेको रहेछ। यहाँसम्म ठिक छ। जब हामी स्विच थिच्छौँ यो भोल्टेज घटेर हेर्नुहोस् 4 भोल्ट भयो। यसको मतलब यस सर्किटमा भएको पावर सप्लाईको इन्टरनल रेजिस्टेन्स ज्यादा भएछ। अझ सामान्य भाषामा भन्नुपर्दा यो पावर सप्लाई झिङ्गा भएछ। झिङ्गा चाहिँ मार्न सक्ने, एउटा रिले पनि अपरेट गर्न नसक्ने। भर्खर हामीले यस ब्रिज रेक्टिफायरमा 17 भोल्ट थियो र स्विच थिच्दाखेरि यहाँको भोल्टेज घटेर 4-5 भोल्ट मात्र भइराखेको थियो। यस सर्किटको लागि यस प्रकारले पावर सप्लाई हुन्छ, जहाँ सबैभन्दा पहिले 220 भोल्ट एउटा क्यापासिटरको सिरिज भएर ब्रिज रेक्टिफायरमा जान्छ र यस ब्रिज रेक्टिफायरले एसीलाई डिसी बनाउने काम गर्छ र जसलाई यस क्यापासिटरले फिल्टर गर्छ। अनि बनेको भोल्टेजलाई एउटा खास लेभलमा राख्छ यो जिनर डायोडले। अनि यस पावर सप्लाईको आउटपुटमा 17 भोल्ट हुने गर्दछ। यति सर्किट हाम्रो माइन्डमा जहिले पनि सेट भएर बसेको हुनुपर्छ। अहिलेको कन्डिसन भनेको यस पावर सप्लाईबाट आउटपुट हुने भोल्टेज थोरै लोड पर्ने बित्तिकै ड्रप हुन गएको छ। अब यहाँ सबैभन्दा पहिला 220 भोल्ट एसीबाट एउटा क्यापासिटर हुँदै ब्रिज रेक्टिफायरमा गयो। त्यसैले सबैभन्दा पहिला हामी यस क्यापासिटरको भेल्यु पो सिफ्ट भयो कि भनेर चेक गर्छौँ। विलम्ब नगर्ने साथीहरू, एकदम विलम्ब नगर्ने। चाहे 5 मिनट लाएर काम गरौँ, चाहे 5 घन्टा लाएर काम गरौँ, काम गरेको पैसा उति नै आउने हो। यस क्यापासिटरमा हेर्दा 684 लेखेको रहेछ। 684 को मतलब हुन्छ 6868, त्यसको पछाडि लास्टको 4 ले 4 वटा 0 बन्छ र यसको भेल्यु आउँछ पिको फेराडमा। यदि हामीले यसलाई 1000 ले भाग गर्छौँ अथवा लास्टको 3 वटा जिरोलाई क्यान्सल गरिदिन्छौँ भने अब हामी यसलाई भन्न सक्छौँ 680 नानो फेराड। अब यो भने अनुसार यो क्यापासिटर छ कि छैन हामी हेरिहालौँ, जसको लागि सबैभन्दा पहिले मल्टिमिटरलाई क्यापासिटरको फङ्सनमा सेट गरी। अब हेर्नुहोस्, यहाँ 680 नानो फेराड भेल्यु आउनुपर्ने ठाउँमा देखाइरहेछ 177 नानो फेराड। मतलब यो क्यापासिटर आंशिक रूपमा बिग्रेको छ, जसले गर्दा यस पावर सप्लाईले राम्रोसँग सप्लाई गर्न सकेनछ। फलस्वरूप यो पावर सप्लाई पुरै झिङ्गामारा भएछ। हो रहेछ कि होइन रहेछ, अब एकपटक यस क्यापासिटरलाई परिवर्तन गरेर हेरौँ। अब यस बिग्रेको क्यापासिटरलाई हटाएर यसको ठाउँमा नयाँ क्यापासिटर हामी लगाउँदैछौँ। फाइनल्ली हामीले लगाइ पनि सक्यौँ। पहिले रातो थियो, अहिले हरियो देखियो। कलर मात्र चेन्ज भएर हुँदैन, हामीलाई कन्डिसन पनि चेन्ज हुनुपर्छ। कन्डिसन चेन्ज भएको नभएको थाहा पाउनको लागि हामी पावर सप्लाई दियौँ। अब हेर्नुहोस्, एउटा स्विच थिच्यौँ, मोटर चल्यो, चल्यो है, ध्यान दिएर हेर्नुहोस्। अब एउटा स्विच थिच्दा एउटा डिरेक्सनमा मोटर चल्यो, अर्को स्विच थिच्दा अर्को डिरेक्सनमा चल्यो। अब यही मोटरले नै त हो नि प्रोजेक्टर पर्दा खोल्ने बन्द गर्ने। अब अन्त्यमा भन्छु, इलेक्ट्रोनिक्सको आधारभूत सिप भनेको इलेक्ट्रोनिक सर्किटहरूमा आउने चुनौतीहरूको सामना गर्ने एक प्रभावशाली साधन हो।